हेलो, यसपालिको गोदावरी चाहिँ एकदम राम्रो भएको छ है। यसमा चाहिँ मेन फर्टिलाइजर लाउँछ नि, त्यो चाहिँ के गर्नुपर्छ भने कम्ती पिना चाहिँ 4 दिन जस्तो भिजाउनुपर्छ है। अनि त्यो भिजाइसकेपछि चाहिँ 4 दिनको बादमा चाहिँ त्यसमा 15-16 लिटर चाहिँ पानी फिट्नुपर्छ है। अनि फिटेर चाहिँ लगाइदिनुपर्छ, एकदम राम्रो हुन्छ। यो त अस्ति यत्रो सानो सानो थियो कि अहिले एकदम हेल्दी भएको छ हो। अनि अर्को चाहिँ के हो भने त्यो जुन चाहिँ केरा खाएर फ्याँकेको बोक्रा हुन्छ नि, त्यो बोक्रालाई पनि 6-7 दिन चाहिँ एकदम टाइट कसेर राख्नुपर्छ है बट्टामा। अन्त त्यसरी कसेर राखेर फेरि त्यो पनि निकालेर चाहिँ त्यसरी नै त्यो चाहिँ अलिकति कम्ती है, 6-7 लिटर पानीमा चाहिँ त्यो भिजाको बोक्रालाई मिक्स गरेर चाहिँ लगाइदियो भने चाहिँ यसरी गोदावरीमा लगायो भने चाहिँ एकदम हेल्दी भएर आउँछ है। योपालि चाहिँ अलिकति कम्ती नै छ, किनभने पछि यो बेसी भयो भने चाहिँ साह्रो पर्छ।